Hi guys, welcome back to my channel. आज चाहिँ हामी गुफा पोखरी जान आँटेको अनि मम्मीहरु हुनुहुन्छ अनि यो चाहिँ सामानहरु. I will keep you guys updated. Bye. हामी बसमा छौं अनि I am on my microphone. Quality is bad. That's okay. Hi guys, हामी चाहिँ गुफा पोखरी आइसक्यौं. मेरो चाहिँ 3 दिनको भ्लग एकैचोटी आइपुग्छ नि त, त्यही भएर भ्लग चाहिँ एकदम छोटो बनाउन खोजेको मैले. So this is our गुफा पोखरी हटे गुफा पोखरीको गाउँ हो. हामी चाहिँ यो होटलमा बसेको छौं. एकदम खतरा छ यो. गाइज मैले पहाडी स्ट्रबेरी भेटे. यो चाहिँ फ्रेश फ्रम यहाँको हैन. You can see. Let me try. Same strawberry. Strawberry त हो, same strawberry भयो. कस्तो राम्रो फोटो आयो तर. ल टिप. स्वाद कस्तो छ? मिठो? हामी चाहिँ पोखरीतिर आएको छौं हैन. अनि पोखरीतिर आउने बाटो चाहिँ यस्तो छ. किरा चाहिँ खुट्टामा बाख्राहरू. यो चाहिँ यहाँको बाख्राहरू कस्तो दसैँमा त ठ्याक्क खाना ठ्याक्क दामी हुन्छ ल. एउटा चाहिँ लिएर जानुपर्छ क्या हो. यो चाहिँ यहाँको गाउँ भयो. यहाँ चाहिँ चौरी छ. बिचराहरुलाई जाडो हुँदैन. Guys, we are hiking and this is our view. कस्तो राम्रो बाटो. मम्मी बिस्तारै हिँड्नै जान्दैन. अरु केटाहरु त्यस्तै. एउटा त तल हाम्रो चाहिँ हिँड्दा हिँड्दै पानी पर्यो अनि डेस्टिनेसन चाहिँ हामी पुगिनौं. किन भन्दाखेरि के भनेको नाम पकाइदिन्छ नि त अहिले. कस्तो भयो वेदर भनेको छ भन्नु चाहिँ बिर्से तर पनि पकाइदिन्छ नि. पुरै हुस्सु भयो. हामी डिराउँछ भनेर हामी चाहिँ यहीँबाट फर्क्यौं. यो चाहिँ तल्लो भ्यू पोइन्ट हो. अर्को माथि छ, त्यो चाहिँ धेरै उकालो छ अनि हामी सक्दैनौँ. यहीले फ्याक स्यास्या भइरहेछ. यो पहाडहरूको एरिया चाहिँ साह्रो राम्रो. भोलि पर्सि यतै लेकतिर घर बनाउनु पर्छ क्या हो. साह्रो राम्रो यतातिर त. हामीहरू उता माथि हुनुहुन्छ. बिस्तारै जानु है. बाख्राको हिँड्ने बाटो परे. हामी चाहिँ अब खाना खायौँ. पोखरीबाट फर्किसक्यौँ. हिँडिसक्यौँ. बाटोमा कहाँ बाटो बिगारेको छ अरे. अब ठिकै छ.
साथीहरू हामी चाहिँ फस्यौँ है फस्यौँ फस्यौँ अनि हामी चाहिँ खाजा खाएर आएको कोको कोलामा चिसो कोला दिइराखेको ल साथीहरू पुल बिग्रेर यस्तो हालत भएको छ हाम्रो किन ए